गर्ला फेरि हिँड्नी कतै गाउँमा केही गर्ला फेरि यहाँ मलाई सुन्नु पर्ला है केही गएन त्यही तल गएर भर्खर आइहाल्छु आजबाट गाउँमा चोर भन है कसले हो ए गाउँको एउटा छिमेकीले हो यति चर्काले टिपेको गएर घर गएर कुरा लगाइदिएर चोर भन आज राति गएर सब उखालिदिँदै उसको बारी जति जाऊ कसको छ यहाँ यहाँ कुरा लगायो चोर हुन्छ को आयो ओइ हेर्दै हेर्दै कुले मुला चोरी त्यो माथिको सन्दीप दाइ हैन त्यो यस्तो तरकारी बारतिर गएर आउँछु है म ए प्रभु के भयो र दिदी अब त के हुने र अस्ति मुला चोरेर लगेर गयो आज भइभरि र मुलाभरि उखालेर फाल्दिएछ बहिनी के गर्ने होला यसलाई त्यसले होला र दिदी यही डाँकाले हो बहिनी अरू त कसले गर्छ र आफ्नो आँखाले देखिएन त्यसैले हो दिदी हजुरको बुढा माथि सन्दीप दाइसँग मिलेर हजुरको बुढाले बारी भइ आकाको मुला उखालेर यहाँ गाउँभरि कुरा काटेर हैरान बाहा अबे हो र कामले हल्ला गर्छ कसले देखेछ है दिदी कसले देखेको पनि मैले नि गाउँभरि सुनेको हल्ला चलेर ओहो आउनु भयो महाराज के भयो र खुल्काको बाघ जसरी बसिरहेछ के भयो थाहा छैन भनेको होला गाउँभरि हल्ला फिर्तेछ त्यही सन्दीप डाकाको पछि पछि लाएर अर्काको खेती नाश गर्दै हिँड्ने ए भगवान् कोले भन्नु फेरि यहाँ लाज लाग्दैन अहिले छु भन्नलाई गाउँभरिको खेती मासेर हिँड्नलाई के भन्छ मान्छेले अझै पछि लाएर हिँड्नु त्यही सन्दीप डाकाको यही कुच्चोले हालिदिन्छु र मलाई ठिक होला अब पछि लाएर हिँड्नु त राख्नु अब यहाँ थाहा पायो भनेपछि हाम्रो आमाले पनि थाहा पाउनु यहाँको कुचो खान भन्दा घरकै आमाको चप्पल खान टिक भाग